कसरी आइनुहोस् त परीक्षित ल ल ल हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग न्यू डेको सुरुवात भइसकेको छ अहिले कति बजिरहेछ भन्दैन अहिले चाहिँ 3 बजिरहेछ हामी सैलुङ जानलाई हिँडेका छौँ सो लेट्स गो बजे भन्नु सैलुङ जानको 4 बजे हामीले दाइहरूको वेटमा छौँ गाइजहरू पानी लगाइदियो ल गाइजहरू हामी हिँडेको हाम्रो यात्रा सुरु भइसक्यो के क्लोज ला सक्छ कि नै ल हेलो गाइज हामी अहिले आइपुगिसक्यौँ 5 खाल अनि एकछिन रेस्ट लिँदैछौँ अनि यहाँ सुसु आएर मर्नु भइसक्यो मलाई के गर्नु किन उल्टो लाग्नु भएको ताई कस्तो भयो एकदम रमाइलो भइरहेको मलाई त अनि हजुरलाई खतरा दिदीलाई ओ रुकेश कस्तो लागिरहेको छ तिमीलाई जाडो के भन्दा फेरि सासा मन्दिरको मफलर रोडेर आएको भने ल गाइजहरू अब हामी जान लागेको कहाँबाट दोलर घाटबाट हिँड्न लागेको अनि जानु पर्यो नाच्नु पर्छ है सबैजना टिकटक बनाएर कस्तो बक्कु लाउनु मन लागिरहेको हजुर त सुन्नु गाइजहरू बसौँ यहाँ आउँदाखेरि हामी अँधेरो थियौँ अहिले त उज्यालै भयो होइन होला ल गाइजहरू मैले गरेँ ल बाई बाई अहिलेसम्मको एक्सपिरियन्स कस्तो भइरहेको 7 किलो आयो हामी 7 किलो तर हामी धेरै कुदिसक्यो 7 किलो मात्रै तिरे अनि दाइ कस्तो लागिरहेछ एकदम रमाइलो दिदीलाई रुकेश मेरो त दिमाग खराब भइसक्यो यो मनिषाको कुरा सुन्दा ए सनराइज खोइ जाऊ तिमी गाई उयो कति राम्रो देखेको तर दाइ मुद्रा विसर्जन गरेर आउनु भन्नु न ए हाम्रो चाहिँ यो टायरको बिजोक भएको अवस्था पुगिहाल्छ त अब हेलो गाइज हामी चाहिँ के अरे टायर चेन्ज गर्दैछ यस्तो गर न 0.5 हुन्न त्यसमा यस्तो गरेको यस्तो अलि त भयो ठ्याक्कै हामी चाहिँ टायर चेन्ज गर्दैछौँ त्यति मात्र हो कति राम्रो देखेको हो र मलाई अरू सबै ठिक लाग्यो रुकेश भने तिम्रो यो कपाल चाहिँ के हो के हो घोसलाई हेरेर अन्डा छ एउटा टिपेर खाऊ बाइक बनिँदैछ भित्र कुद्यो नि चेन्ज हुन्छ मैले बाइक किनेर 1 वर्ष पनि भएन नि फेर्नु भएको थिएन तर मैले अस्ति भर्खर लिक्विड हालेको थिएँ नि त त्यो लिक्विड हालेको त्यो उसले भन्नु पर्यो त्यति बेला बल्ल देख्यो होला है पहिले उता थाहा नै भएन मेरो सर्भिस सेन्टर भनेर हुँदैन गाइज किनकि मेरो बाइकको टायर गयो नै भङ्गाइदिएछ गाइजहरू यस्तो छ गाइजहरू हल्दी चल्दी बनिरहेको छ गाइजहरू हेलो सर के खाइरहेको भाइ कस्तो टेस्ट कस्तो छ ल म भन्न सक्दिनँ तपाईँलाई कस्तो लाग्यो खाजा
सिगाम चुइसक्यो खोइ कहाँ छ खै टिस्यु छ होइन मैले हजुर टिस्युमा यो ल ल ल अब फेरि 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 कस्तो ब्राइटनेस आएन क्या एकछिन भएन भयो कस्तो यहाँ त मिल्दैन रहेछ ल अब हामी तिम्रो मोबाइल तिमीसँगै होला त जाने माइक पनि कहिले दियो? ready भइसक्यो। म चाहिँ रुकेशसँग बाइक चढेर आएको अफै गर्न आउँदैन अनि आइफोन चलाउनु भएर आइफोन नचलाउनु आउँदैन छि 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 लाज मर्दो कुरा ल गाइसहरु अब चाहिँ हामी यहाँबाट हिँड्न लागेको अनि अब यहाँबाट चाहिँ हामी एकैचोटि नन स्टप साइलुङमा पुग्छौँ अनि साइलुङ पुगेपछि म तपाईँहरूलाई फेरि अपडेट दिनेछु जाऊँ गाइस बाई बाई भाइ भोट केमा अङ्कल भोट केमा ल भोट केमा हेलो गाइज अहिले हामी चाहिँ यहाँ आइपुग्यौँ जहाँ भए पनि यहीँ आइपुग्यौँ देखाइसकेँ मैले यसरी अनि पछि अब यहाँ थोरै सामान किनेर हामी फेरि जान लाग्को अहिलेसम्मको एक्सपिरियन्स अहिलेसम्म धेरै राम्रो बाटो आयो रमाइलो लागिरहेको तर अहिले सैलुङको बाटो बनाएछ नि अहिले त एकदम गुड छ है गाइजहरू आउनको लागि हाम्रो बाइक एक्सचेन्ज भइसक्यो यहाँ निउता दिदी र सङ्गमलाई बस्न लाग्नु भएको यहाँ हामी 3जना पल्सर 220मा र रुकेश एक्लै रेडरमा हामी सैलुङ आइपुगिसकेका छौँ दाइलाई कस्तो भयो अहिले भर्खर त्यो बाइक चेन्ज गरेर चलाउँदाखेरिको एक्सपिरियन्स त्यो फेरि उकालोमा स्टार्ट बन्द भन्नु म त कन्ट्रोल गर्न सक्दिनँ तिमीले भए सक्दैन नि मैले सकेँ म त स्योर लडाइदिन्थेँ अब यहाँ बाइक राखेर हामी जाने हिँड्नुपर्छ आधी घन्टा जति हिँड्नुपर्छ अझ बढी हिँड्नुपर्छ कसम दाइ आधी घन्टा भन्दा बेसी हिँड्नुपर्छ है हजुर 45 मिनट सुन्नु हो त्यत्रो म भिडियो बनाउँदै जान्छु सुलुलु भनिदिनु त यहाँ छ चिकन दुईटा मेकअप तिमी चिकन के तिमी मलाई कस्तो भयो है रुकेशको कपाल चाहिँ मलाई आज यस्तो हाँसिदिँदा नि कहीँ न्युट्रासँग छ अरे अन्डा पाउँछ खाने हो पकाइदिनु हो यार घोसला नै दिइरहेको चिडियाको घोसला हेर नि हो भनिरहेको छु यहाँ अन्डा भेट्छ अहिले हो के जुम्राको अन्डा भेट्छ होला चराको अन्डा भेट्छ क्या यहाँ चाहिँ ह्यान्डसम बन्दै हुनुहुन्छ दाइहरू साथै तेरो चिडियाको घोसला जस्तो धेरै ल दाइ ल तनी कोर्ने हो कि मैले तपाईँलाई त भन्छु त उयोलाई त भने यसलाई सो गाइज हामी हिँड्दैछौँ मेरो पर्स कहाँ राखेको यता हेरेर प्लिज हो दाइको स्किन कस्तो ग्लो गरेको कस्तो क्युट देख्नु भएको दाइ हामी पनि लगाउँ न सिल्लो जस्तै यो हाम्रो नेचुरल ब्युटीको लागि ए उस ल्याउनु पर्थ्यो नि है सेल्फी स्टिक ब्युटीको लागि यो हो बेल्सिङ कुन ब्रान्डको खोइ देखाउ न यो हो एलो भएको हर्न बेलुनी मैले हेर के गर्दै भन्छ त इङ्ग्लिसमा है यसको प्रमोसन गर्दै अब मलाई यो भ्याल्सिङको कम्पनीले मलाई भ्याल्सिङ पठाउनु पर्छ गाइजहरू हामी चाहिँ यहाँबाट यो चाइना गेट वाल के भन्छ नि
चढ्न लगाएको अब यो यति छ कि म अब सुवा भएर फातर पर्छु गाइजहरू म यति हिँड्दैमा फ्या सुवा भइसक्यो अब कसरी पुग्नु त्यहाँमा माथिसम्म लास्टै लामो बाटो छ त्यही बस्नु होला ल साथीहरू हामी चाहिँ खाजा खाएर आफ्नो गन्तव्यतर्फ लागिसक्यौँ गन्तव्य त्यो घरमा चाहिँ माथि पुग्छ जस्तो हो ल हजुरहरूको भनाइ के छ हजुर त्यही थियो नि प्लान गाइस हिउँ हेर्नु हामी यही हिउँ हेर्न आएको हो त्यो मिनी हिउँ मिनी माइक्रो हिउँ छ यी जुम गरेर हेऱ्यो नि त हिउँ है आइसै रहेछ जुम गरेर हेऱ्यो भने मात्र हिउँ हो गाइस हेर्नु सुकेर अलिक सानो भएछ गाइजहरू यस्तो छ हालत हामीले हिउँ खेल्न नपाउने भयो गाइजहरू आइम टेन्सनमा छौँ सो हेलो गाइज हामी चाहिँ अब त्यो गुफातिर जानु लाग्यो अनि त्यहाँ चाहिँ अब के भन्ने चलन रहेछ भने होइन गाइजहरू त्यो पापीहरू चाहिँ छिर्दैन अरे कि गाइज म अब छिर्छु कि हेर्नु है म पापी रहेछु कि गाइजहरू हामी चाहिँ अब यहाँ गुफातर्फ आइसकेका छौँ सो लेट्स गो गाइज तपाईँको पाइन के भयो आमा गाइज मैले यहाँ भ्लगिङ के अरे अनि लडेर फोन फुट्यो भने पनि राम्रै कन्टेन्ट हुन्छ नि त होइन गाइज भइसक्यो त अब म त सुकुटी हो गाइज म सक्दिनँ मैले क्यामेरा अफ गरेँ ल गाइज यो चाहिँ मन्दिर रहेको छ यो चाहिँ मन्दिर रहेको छ यस्तो छ मन्दिर चाहिँ अब यहाँ हामी चाहिँ अब यहाँ म पापी छु कि नै भनेर छुट्याउने बेला है साथीहरू जाऊँ गाइजहरू पापी छ कि नै भनेर छुट्याउनु ठाउँ ल गाइजहरू अब हामी चाहिँ जाँदैछौँ त्यो पापी छ कि नै भनेर के गर्नु धर्म के पापी छ कि धर्म छ भनेर धर्म छु धर्म छैन धर्म गर्ने हुन्छ नभए पापी हुन्छ अरे गाइजहरू स्वर्ग कि नर्कमा जान्छ यहाँबाट थाहा हुन्छ हो अनि धर्म गर्ने छ भने त स्वर्गमा पठाइहाल्छ तर अब यस्तो बोट त साँच्चै के हुँदो रहेछ दाइ दुईटा त्यसरी हो क्या आउने नभन यहाँ भिडियो बिग्रिन्छ म्याकुरी बस्नु नभने हात अगाडि ल्याएर ताना हो छिटो तिमी चाहिँ अनि मुसा छ अनि माई ओए ढकाल्नु पाउँदैन पछाडिबाट हो ढकाल्यो भने त्यही पापी हुन्छ माई चाकमाथि नगएर अड्किन्छ बल्ल 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 पापबाट मुक्त भएको मान्छे रहेछ यो नसिकाउनु है केही पनि नसिकाउनु अब ल ओ माई घाँस खाने क्या भयो ल आऊ ल अब हाम्रो मनिषा म्यामको पालो मनिषा म्यामको होइन जसरी आओस् त परे छिडिहाल्यो ल हाम्रो सघाउँदाको पालो यस्तो गर्ने धुलो उडायो नि मैले भिडियो बिगायो जुत्ता तलै होला जाँदैन के हेर्दा मात्र सजिलो हो क्या हेर्दा मात्र सजिलो
कम्बरमा फिल हुन्छ कि समाते जस्तो हुन्छ समाते जस्तो हुन्छ अरे होइन किल्दो रहेछ नि त नि दाइ जाउँ आउनु भयो सबैजना पापी छैनन् कोही कोही छन् अब त्यो हामीले भेटाउँदैनन् तर भनेको छु अन्त ल गाइस खोइ म त एकदम धर्म उस गर्ने नि भन्छ कि हामी पापी छैनौँ ल सबैजना ल अब आफ्नो वस्त्र लाउन सुरु गरौँ रमाइलो भयो गाइस कस्तो रह्यो त एक्सपिरियन्स सबैले भनौँ दामी झन् अनुभव कस्तो भयो अनिसा गुड गुड ल अहिलेको लागि मारिदिन्छु है म मारिदिउँ रोहितको घर गाइस हो मेरो भत्काउनलाई त्यहाँ म भत्काउन चाहदिनँ तपाईँहरूको रिलेसन यहाँ ढुङ्गा नि फेरि राम्रो लाउने नि त्यो केही नअड्डिने ढुङ्गाले जुन चाहिँले भत्काउँछ नि यो मेरो के हो त्यहाँबाट त्यो पापमा पुगोस् थियो अन्डी मन्डी भन्दैन ए सरी सरी कसको छर्के छर्के नराख ठुलो बनाएको क्या त्यो माथिको त छर्केलाई हटाइदेऊ न त अब चाहिँ त्यो भएन यस्तो यस्तो राख्ने हुन्छ क्या सही बन्छ त उयो राख हो सिधा हो राख सिधा बन्छ न मजाले सिधा सानो भत्काउनलाई रेडी हो नि फेरि भत्काउँछ तिमी अर्को यहाँ रिलेसनलाई हो रिलेसन होइन क्या त्यो घर हो क्या उयो सानो भयो नि हुन्छ ल गाइजहरू त्यहाँ हामीले घर बनाएर नि हिँडेको यसरी गाडी लाग्नु थाल्छ क्या अब त्यही माथि आएँ म प्रेसर लो मान्छे गाइजहरू हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ यस्तो छ अनि म दिदीको ज्याकेट बोक्ने स्टाइल मलाई गजबै मन परेर म देखाउन चाहँदैछु टेडी बियर जस्तो देखिरहेको के पछाडि मलाई चाहिँ त्यो टेडी बियर बोके जस्तो के यस्तै गाह्रो तर ल गाइजहरू हामी चाहिँ अब भीमसिंहको तरबार हेर्दै छौँ है भीमसिंहको तरबार त्यसको मिनिङ के हो लामो धर्का कुन चाहिँ उ त्यो भुइँको त्यो लाने कहाँ लामो तर्को उयो क्या यस्तो धर्का ए यो पो भीमसिंहको तरबार म साँच्चै तरबारै होला भनेको मुद्दाको पाइला कहाँ मुद्दाको गाइजहरू हामीलाई यति थाकिसक्यौँ नि हामी होइन यति थाकिसक्यौँ बोले छैन नि उतातिसँग त अरे पारै घटिसक्यो क्या घप्पै त्यही त अनि त्यहाँ बसिरहेको थियौँ हामी एकछिन रेस्ट गरिरहेको थियौँ अनि अङ्कलहरू आउनुभयो नि एकछिन कुरा गर्नुभयो अनि पछि मैले पानी मागेँ दिनुभयो अङ्कलले पानी उहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद किनकि यस्तो कठिनाइ बेलामा होइन त्यही त भन्नु नि यस्तो गाह्रो भइरहेको छैन हामीलाई यहाँ म बोल्दिनँ नि धेरै गाइस किनकि मलाई श्वास हुन्छ त्यसैले भाइ ल हामी चाहिँ आइपुगिसक्यौँ माथि युटारमा लक्ष्य सङ्गम दाइ कतिको एक्साइटेड हुनुहुन्छ म त दुईजना डोरेर ठिक भयो कतिको एक्साइटेड भनेर त कतिको एक्साइटेड एकदम धेरै गाह्रो भयो कतिको एक्साइटेड छौ तिमी चाहिँ एक्साइटेड हो म त आऊ माथि जाने गाइजहरू हामी त त्यहाँ चिया खाएर हिँडेको अब हुन्छ हामी चाहिँ चिया खाएर हिँडेको अब फेरि मुनितिर जाने अनि मुनि गएर अनि पछि भात खाने ओके अनि यस्तो छ हाम्रो हालत बेहाल छ गाइजहरू यो हेर्नुहोस् नाइस सबैले भारी बोक्दैन त्यो त टेडी बियर जस्तो देखिरहेको नि यस्तो छ अब
जाने अब म बिचमा सायद हजुरहरूलाई केही ठाउँ दिनु होला फेरि म एकचोटि खाना खाने ठाउँमा गएर ब्लग सुरु गर्छु सो बाइ बाइ गाइस ल साथीहरू नेरुता चाहिँ हराएर भेटेको बल्ल बल्ल भेटेको छ ए सरी म त्यहाँ भेटाएर सङ्गम दाइले भेटाएर ल्याम्बा छ र साथीहरू हामी चाहिँ अब खाना खाने ठाउँमा आइपुग्यो होइन अब खाना खाएर टक्क हिँड्ने हो ल आइपुग्यो होटेलको दाजु पनि छ हेलो गाइस हामी चाहिँ खाना खाने ठाउँमा आइसकेको छौँ अनि पछि म चाहिँ मुख सुख धोएर फ्रेस भएर बसिरहेको छु रेडरको सबैजना फ्रेस हुँदैछन् आइसकेको छ अब हामी खाना खाने हो ल फोटो हान्छ खाना खान लाग्नु गाइसहरू बाइ बाइ हेलो साथीहरू अब चाहिँ हामीले खाना खाइसकेर एकछिन रेस्ट गर्दैछौँ यहाँ 3 जना बसिरहेको छ रेस्ट गर्दै यहाँ सङ्गम दाइ सुतिरहनु भएको छ यहाँ हाँसिरहेछ यहाँ चुप्पो लागि बसिरहेको यहाँ हाम्रो मनिषाजी होस्ट ब्लगर के पारा हो यो भन्छ जाउँ अब जाने बेला भनेको फेरि सुतिसकेछ मान्छा हो मान्छा ओ आँखा खोल्न लाग्यो खोला जस्तो गरे ओहो स्माइल दिएर अब उठ्ने प्रयासमा छ के उठ्ला त ल दर्शक के लाग्छ हजुरलाई मान्छे आज उठ्ला कि नउठ्ला ओहो उठि त हाल्यो आमा ल I'm sorry. ल गाइजहरू अब म बादमा कतै रोकेछु भने म भिडियो चालु गरिरहन्छु सिधै घरमा पुगेछु कि गाइजहरू निन्द्रामा छु हेलो एभ्रिवान हामी यहाँ गुराँस सुन्न बसेका छौँ सक्छ भने गर न उता दाइ बसिरहनु भयो त्यहाँबाट रुकेश पनि जाँदैछ दाइ चढ्दै हुनुहुन्छ तर यसमा कस्तो पिङ्क देखिरहेको छ तर रेड छ एकदम रेड नजाऊ तिमी दाइ पनि गइरहनु भयो क्या उताबाट के अरे के अरे होइन दिदी घरमा पुगे घर गयो भन्नु न गाइस राखिदिनु पर्छ रहेछ आज छुट्टी भनेको भए हामी सैलुङमै बस्थ्यौँ नि यस्तो ज्वरो आउँछ कुदाउँ मान्छेको बस्नेको हालत त यस्तो भइसक्यो म त फ्यातक फितिक भइसक्यो म त बाइकमा नि मेरो त चाकै नअटेको कस्तो दुखिरहेको होइन कसरी भन्नु म भइहाल्छ दाइले मलाई कसरी हेर्नु न दाइ अहिले कसरी अनि हामी अब जाँदैछौँ बाई बाई यो भ्लग एन्ड गरिदिउँ थाकेर अनि यस्तो अल्छी लागिरहेको हामीलाई भ्लग गर्न नि रिसाउनै मान्छेलाई यहाँ ल हामी गएको बाई बाई मेरो अनुहार हेर्ने Look at me. के यस्तो यो कपाल